नमस्ते शिवारो म बुद्धि सरोज अनि मेरो पूर्वेली आवाज यो सानो स्टुडियोमा अनि उहाँ हुनुहुन्छ रणबहादुर तावा। उहाँ चाहिँ साबिक थर्पु गाविस वडा नम्बर 6 हाल चाहिँ याङरप गाउँपालिका वडा नम्बर 5 मा जन्मिनु भए पनि 7 समुद्र पार कर्म क्षेत्र बनाएर अहिले उहाँ कहिले युकेतिर अनि कहिले काठमाडौँतिर रहनु भएको छ। हाल उहाँ यो काठमाडौँको ललितपुर स्थित ढोला हिटीमा पनि आफ्नै निवास स्थान छ उहाँको र उहाँ आउने अनि जाने क्रममा हाम्रो भेटघाटलाई अझै सुमधुर अनि अब अविस्मरणीय बनाउनको लागि यो कार्यक्रममा मैले उहाँलाई ल्याएको छु र हाम्रो गाउँमा उहाँले जनप्रतिनिधिको रूपमा पनि कार्यवहन गर्नुभएको छ, भूमिका निर्वाह गर्नुभएको छ। उहाँले सविस्तार छोटो समयमा पक्कै पनि जानकारी गराउनुहुन्छ भन्ने आशा लिएको छु। अब हाम्रो कुराकानी अगाडि बढौँ। विशेष त यहाँले सर्भिस गर्नुभएको बारेमा अनि भर्ती हुनुभएको बारेमा केही जानकारी दिनुहुन्छ कि? नमस्कार हजुर, प्रश्न गर्नुभएकोमा पुरा अब भन्नु नआए तापनि छोटकारीमा भन्ने छु। म रणबहादुर तावा समुद्र पार गएर अब केही अनुभव गरेको कुरोमा यसो अब छोटकारीमा बताइदिनुहोस् भन्नुभएको रहेछ। समयमा समुद्र पार भनेको मलाया, हङकङ, सिङ्गापुर अब इत्यादि अब थियो। आफूलाई साथ समर्थन, माया र हौसला दिने व्यक्तिहरूलाई सधैँ सम्झिरहनुपर्छ र कृतज्ञ हुनुपर्छ भन्ने उहाँको भोगाइबाट सिकेको शिक्षा हो भनेर उहाँले बताउनुहुन्छ। हाम्रो अब मेरो दाजु खड्कबहादुर तावा उहाँ भन्नुहुन्छ 14 वर्षको कलिलो छातीमा अदम्य साहस थियो, त्यसैले त म भर्ती भएँ। अब 14 वर्षमै ऊ के अरे लाठे नै जुवान जस्तै हुने अब आँट आयो। अब त्यसले गर्दा उहाँहरूले भनेको जस्तो नै अब यता जा उता जा। उहाँ अझै भन्नुहुन्छ आफन्तको माया, प्रेरणा र संरक्षण पल्टनको परेड गर्ने टुटी खेलमा होस् या त लडाइँको रणभूमिमा होस् अनि घरको चुलोमै किन नहोस्, सबै ठाउँमा उत्तिकै आवश्यक हुन्छ भन्ने उहाँको शिक्षाको सार आफैमा व्यावहारिक पनि प्यारो लाग्छ। अब साथीहरू अब जम्मा गर्नु पर्यो। साथी भन्ने चाहिँ गाउँको नाम माराम मैला सुखबहादुर सेवा भन्नु। सुखबहादुर सेवा होइन, माराम मैला सुखबहादुर सेवा र पिट्ठाङको भाइ उहाँको नाम चाहिँ भुलिहाल्यो। उहाँ चाहिँ अब जोडी हामी बाँध्यौँ। तर म अब बोयमा 14 वर्षमा उहाँ चाहिँ 17-18 वर्षको उमेर थिए। अनि हामी जे होस् अब भाकामा जानु पर्ने, भाकामा आउनु, हाजिर हुनु भनेको थियो। त्यसले गर्दा मेरो भाउजूले जाऊ भनेर चामल अब 6-7 माना चामल ढोलामा अनि त्यतिखेर त 5 रुपियाँ पैसा त कता हो होइन। अनि त्यो पैसा र त्यो चामल बोकेर हिँडे भागेको नि। त्यसले गर्दा त्यो अनि हाम्रो केन्द्र अब भेट्ने ठाउँमा अब साथीहरू पनि आए, दाजुहरू। अनि बाटो लाग्यौँ र
दोरोम्बामा एक दिन अगाडि बस्यौँ पुगेर अब हाम्रो बास घर पहिला त हाम्रो मेरो फुपू कान्छी फुपू दोरोम्बामा आगे काइला भन्थ्यो अनि त्यहाँ बस्यौँ अब दाजुहरू धान नाच्यो म पनि पछाडि झुन्डिएँ अनि त्यतिकै अब रात उज्यालो भयो अर्को साथीहरू पनि अब फाउ खोलादेखि गल्लाले लिएर आए अनि मिसिएर अब झऱ्यौँ 2 दिन 2 रात त त्यस्तै भयो होला कि अब त्यो अनि अब अन्त चामल बोकेको छ अनि ठुलो खाँडकुँडा बोकेको छौँ है हामी अनि मलाई त्यो लाठेहरूले बोक्यो अब म त के हो अब 2 जना अनि अब भात पकाउनु पर्यो अब बिहान बेलुका अब तेरिका बा लुङमा भयौँ है थाल त छैन त थाल बटुको छैन त्यतिखेरको समयमा पसलहरू थिएन। दोस्रो विश्वयुद्ध ताका यो ब्रिटिसहरूले चाहिँ भर्ती गर्दा गोली छेक्ने मान्छे मात्रै चाहिन्थ्यो रे भनेर कसैले भनेको हामीले सुनेका थियौँ। यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ अनि स्वास्थ्य परीक्षण कस्तो गर्थ्यो भन्ने बारेमा अनि तपाईँको पल्टनको सर्भिस नम्बर के हो अनि कुन पल्टनमा पर्नु हो भन्ने कुरा जानकारी गराउनुहोस् न काका। अब पल्टन भन्ने कुरोमा चाहिँ एउटा कुरो अब 6 महिना ट्रेनिङ अथवा 9 महिना 1 वर्ष ट्रेनिङ तालिम लिएर मात्र पल्टनमा जानु पाउँछ। अब पहिला चाहिँ अब नम्बर चाहिँ पहिल्यै दिइराखेको हुन्छ आर्मी नम्बर, त्यसले गर्दा मेरो नम्बर चाहिँ 21 15 14 70। अब हरेक मान्छेले अब त्यो नम्बर अब दिएको हुन्छ अनि नाम भन्दाखेरि नाम मिल्दो हुन्छ तर नम्बर चाहिँ अब मिल्दैन। अनि तपाईँको पल्टनको नाम चाहिँ के रहेछ त? पल्टनको नाम 7th गोर्खा राइफल्स भन्नु पर्यो। 7th भनेपछि 7 भन्नु पर्यो। अनि विशेष गरेर तपाईँले यो जीवनमा गर्नुभएको सङ्घर्ष 14 वर्षको उमेरमा तपाईँ भर्ती लाग्नुभयो, एउटा कर्म क्षेत्रमा डोरिनुभयो अनि 7 समुद्र पारी तपाईँले एउटा सपनाको महल खडा गर्नुभयो अनि तपाईँ फर्किनुभयो, रिटायर हुनुभयो अनि गाउँमा पनि जनप्रतिनिधि भएर योगदान दिनुभयो। यति लामो समयको तपाईँको जीवनको अनुभवमा तपाईँले कसैलाई प्रेरणा दिनुभयो भने तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँको जीवनबाट तपाईँले लिएको सङ्घर्ष गरेको जीवनबाट तपाईँले शिक्षा दिनुभयो भने? पहिलो नम्बर अब मलाई प्रेरणा दिनेहरूलाई सबैलाई म धन्यवाद दिन्छु। अब त्यसमध्येमा अब धेरै कुरोहरू जस्तो अब उहाँले जीवनयापन गर्नुहुँदा भोग्नुभएको भोगाइले सिकाएको पाठ भनेर भन्नुहुन्छ। सङ्कल्प र उद्देश्यले न त बालकै छु भन्छ न त बुढो प्राउड भयो नै भन्छ। बालक छु भनेर आलस्य नहुनु अनि प्राउड भएँ भनेर हरेस नखानु भन्ने उहाँको मूल शिक्षा हो। हामी अब मेरो दाजु बाजे बजुहरूले कस्तो दुःख गरेको थियो रहेछ भन्ने कुरो चाहिँ हामी अब चाल पायौँ। अनि उहाँ पल्टनबाट फर्केर आएपछि वडा स्तर सम्मको जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुभएको थियो। त्यतिखेर त्यहाँका सामाजिक अभियन्ता श्री बिर्खबहादुर सेवा, रन्दोज सेवा, ललितमान तावा, सन्मान मङ्गराती र मानधोज माबो जस्ता दिग्गज
व्यक्तित्वहरूसँग मिलेर उहाँले गाउँ स्तरमा विकास निर्माणका कामहरू गर्नुभएको थियो र आज उहाँहरू कोही पनि यो संसारमा हुनुहुँदैन। उहाँले मिठो सम्झना अनि उहाँहरूले गर्नुभएको कामको सधैँ कदर गर्नुभएको छ। अनि यति भन्दै म पनि तपाईँहरूसँग बिदा लिन चाहन्छु। फेरि भेटौँला। नमस्ते। सेवा रो।